नमस्कार, म हुँ तपाईहरुकै वर्ष बराल र अन्तर्वार्ताको लागि आउनु भएको छ विशाल बराल। एकदमै टिकमनी भाइरल भनेर उहाँले लगभग 2-3 महिनादेखि सङ्घर्ष गरिरहनु भएको थियो र अन्तमा उहाँले फेसबुकमा मोनिटाइज गरेर देखाइसक्नु भएको छ। उहाँलाई हेर्न चाहनुहुन्छ भने कृपया एकपटक जोरदार तालिका साथ स्वागत गरौँ। स्वागत छ तपाईलाई मेरो यो चञ्चल टिकटक च्यानलमा। अनि तपाईँ भन्नुहोस्, तपाईँले फेसबुक मोनिटाइज गर्नका लागि कतिको सङ्घर्ष गर्नु पर्यो? तपाईँहरूबाट के सिक्न सकिन्छ? कति दिनमा मोनिटाइज गर्नुभयो तपाईँले? फेसबुक आइडी खोलेको त एसएलसी दिने बित्तिकै हो, अहिलेसम्म 10 वर्ष भयो भनौँ न। अनि तपाईँले अहिलेसम्म मोनिटाइज गरेदेखि अहिलेसम्म कति पैसा कमाउनु भयो? महिनामा कतिको आम्दानी हुन्छ? महिनाको छोड्दिनु, अहिलेसम्म एकचोटि मात्र विड्र आएको छ, $105 आएको थियो। त्यो भनेको नेपाली कति हुनु पर्छ? भनेको ट्याक्स काटेर यताउता गर्दै 13,700 समथिङ कति थियो। 13,700 भनिसकेपछि नेपाली जनताहरू लगभग 100 मा 90% जस्तो बेरोजगार छन्। उहाँहरूले टिकटक मोनिटाइज गरेर के आम्दानी गर्न सक्नुहुन्छ त? किन तपाईहरुलाई आम्दानीको स्रोत थाहा नपाओस् भन्न चाहनुहुन्छ या त रिस्क गर्नुहुन्छ या केही? अरूले गरे भने मलाई कमाउँछ नि त पैसा, त्यही भएर हो।